सो गुड मर्निङ एभ्रिवान। गुड मर्निङ त के भन्नु, गुड आफ्टरनुन भइसक्यो है। सो गुड आफ्टरनुन एभ्रिवान। म चाहिँ योगेश भट्टराई फ्रम बुटोवल है। आज चाहिँ नि भिडियो बनाउने मुड छ है। यो भिडियो चाहिँ नि अबाउट प्रोसेस र डकुमेन्टको बारेमा हुन्छ है। टिल बिएफएसमा जाँदासम्मको, बिएफएस ग्लोबलमा भिजा लज गर्दासम्मको डकुमेन्टहरू सबै यो भिडियोमा बताउने कोसिस गर्छु है। यस्तो भिडियो त लगभग धेरैजनाले बनाउनु भएको छ युट्युबमा। लगभग सिमिलर नै हुन्छ प्रोसेस त, तर पनि अब सबैले बनाइरहेको हुन्छन्। म पनि केही डिफ्रेन्ट होला नहोला त तपाईँहरूले जज गर्नु होला। सो म यो भिडियोमा चाहिँ स्टेप बाई स्टेप प्रोसेस भन्छु है। फर्स्ट टु लास्ट के कसरी मैले बनाएँ त्यो अनुसार चाहिँ नि तपाईँहरूलाई भन्छु। सो सुरु गरौँ है त। स्टेप वानमा के हुनु पऱ्यो, तपाईँसित अफकोर्स पासपोर्ट हुनु पऱ्यो, अनि +2 को सर्टिफिकेट अथवा डिप्लोमाको सर्टिफिकेट। डिप्लोमा पनि त्यो इक्विभ्यालेन्ट टु +2 हुन्छ, त्यही भएर मजाले एप्लाई गर्न मिल्छ है। म पनि डिप्लोमाको स्टुडेन्ट हो। सो दोस्रो स्टेप इङ्ग्लिस रिक्वायरमेन्ट हुन्छ है। आइएल्स पिटी अफकोर्स गर्न पर्दैन, तर यसको मतलब यो होइन कि तपाईँसित इङ्ग्लिस बोल्न सक्नुहुँदैन भने पनि तपाईँ एप्लाई गर्न सक्नुहुन्छ। सो यदि तपाईँ इङ्ग्लिस बोल्न जान्नु हुँदैन भने इट्स बेटर तपाईँले एप्लाई नगर्नु है। तपाईँको रिजेक्सन हुने चान्स 99% नै हुन्छ। यदि भाग्य छ भने मात्र भिजा लाग्छ। सो इङ्ग्लिस तपाईँ मजाले बोल्न सक्नुपर्ने हुन्छ है। किनभने यहाँ दुईवटा इन्टरभ्यू हुन्छ, एउटा कलेजले लिन्छ, एउटा एम्बेसीले लिन्छ है। एम्बेसी भन्छ कि के भन्छ, माल्टा गभर्मेन्टले पनि बिएफएसमा बोलाएर इन्टरभ्यू लिन्छ। सो तपाईँ कन्फिडेन्स हुनु पऱ्यो आफ्नो इङ्ग्लिसमा, तब बल्ल एप्लाई गर्नु होला है। स्टेप 3 के हुन्छ भन्दाखेरि कन्सल्टेन्सी खोज्नुहोस्, अनि त्यसपछि कलेज चुज गर्नुहोस्। सेल्फ एप्लाई गर्दा बेटर हुन्छ, तपाईँको 4-5 लाख रुपियाँ बच्छ है। सो त्यही भएर के गर्नु, कन्सल्टेन्सी भन्दा नि सेल्फ एप्लाईतिर जानुहोस्, कलेज चुज गर्नुहोस्, कोर्स चुज गर्नुहोस् है, फर्म भर्नुहोस्, मेल गर्नुहोस् कलेजलाई, अनि उसले मेलको रिप्लाई दिन्छ है। त्यसपछि उनले उसको इन्टरभ्यूको फी सर्टेन होला, एप्लिकेसन फी सर्टेन होला, त्यो दिनुहोस्। त्यसपछि इन्टरभ्यू हुन्छ, इन्टरभ्यू भइसकेपछि तपाईँको रिजल्ट आउँछ। तपाईँ पास हुनुभयो भने उसले इन्फर्मेसन लेटर पठाउँछ, त्यो लगत्तै तपाईँको एक्सेप्टेन्स लेटर पनि आउँछ है त। सो यदि तपाईँले एक्सेप्टेन्स लेटर पाउनुभयो भने तपाईँले चाहिँ नि अब डकुमेन्ट बनाउनु पर्ने हुन्छ। डकुमेन्ट बनाउँदा पहिलोचोटि तपाईँ केमा जानुहुन्छ, वार्डमा जानुहुन्छ है त। वार्डमा गएर तपाईँले 4वटा डकुमेन्टहरू बनाउनुहुन्छ, जसमा पहिलो डकुमेन्ट पर्छ इन्कमहरूको, जस्तै एनुअल इन्कम कति छ भनेर। म 20 लाख देखाइ हुन्छ है, मैले नि 20 लाख देखाएको, हजुरले नि 20 लाख देखाइ हुन्छ मजाले। सो दोस्रो डकुमेन्ट तपाईँले बनाउन पर्ने हुन्छ ट्याक्स क्लियरेन्स। तेस्रो तपाईँले देखाउनु पर्ने हुन्छ रिलेसनसिप सर्टिफिकेट। रिलेसनसिप भनेको नाता प्रमाणित, जहाँ चाहिँ नि तपाईँले जुनको इन्कम देखाउनु भएको छ नि त्यसलाई चाहिँ नि रिलेसनमा राखेर एउटा डकुमेन्ट बनाउनु पर्ने हुन्छ, त्यो भयो रिलेसन। त्यसपछि बर्थ भेरिफिकेसन अथवा एड्रेस भेरिफिकेसन। सो यो 4वटा डकुमेन्ट तपाईँले बनाउनु पर्ने हुन्छ। र यो 4वटा डकुमेन्ट बनाइसकेपछि अर्को स्टेप हुन्छ त्यसलाई नोटरी गर्ने। सो त्यो 4वटा डकुमेन्टलाई नोटरी गर्नुहुन्छ, वकिलकोमा लगेर स्ट्याम्प गर्नुहुन्छ, अनि त्यसपछि त्यो 4वटा डकुमेन्टमा जसको नाम राख्नुभएको छ त्यो सबैको नागरिकताको नोटरी पनि गर्नुहुन्छ। यो स्टेप छ हाम्रो 7 स्टेप भनेर लेखेको रहेछु। सो ट्राभल एन्ड मेडिकल इन्सुरेन्स, यो चाहिँ एकदम खर्चालु हो कि सबैभन्दा बढी खर्च हुने भनेको ट्राभल र मेडिकल इन्सुरेन्समा हो। मैले त्यो बेलामा गर्दाखेरि 38,000 समथिङ परेको थियो है। अहिले त युरोको रेट ध्वस्त भइसकेको छ बढेर, त्यही भएर कम्तीमा नि 42-43 हजार त लाग्छ होला हजुरको पनि मेडिकल तथा ट्राभल इन्सुरेन्स गर्दाखेरि। यो कस्तो हुन्छ भन्दाखेरि तपाईँको भिजा रिजेक्ट भएको कन्डिसनमा त्यो रिफन्ड हुन्छ है, सर्टेन उसले काट्छ र रिफन्ड हुन्छ। त्यही भएर म त्यही महँगोवाला नै गर्नु भन्छु, किनभने यहाँ आएर पनि टिआरसी एप्लाई गर्नको लागि पनि त्यो चाहिनुपर्छ कि ट्राभल एन्ड मेडिकल इन्सुरेन्स। त्यति बेला तपाईँलाई एकदम हेल्पफुल हुन्छ, यहाँ आएर मेडिकल इन्सुरेन्स गर्न पर्दैन। सो मेडिकल एन्ड ट्राभल इन्सुरेन्स मस्ट इन युरो है, युरो कभर गरेको हुनु पऱ्यो। स्टेप 8मा भनेको रहेछु मैले एसओपी एन्ड एक्सपिरियन्स भनेर। सो यो भनेको चाहिँ नि तपाईँले एसओपी त्यस्तो भास्ट धेरै लेख्न पर्दैन, जस्ट 1-2 पन्नाको चाहिँ नि एसओपी, अनि त्यसपछि कभर लेटर, त्यसपछि एक्सपिरियन्स लेटर भनेको चाहिँ नि तपाईँले ग्याप छ भने त्यो ग्यापमा के गर्नुभयो त्यसको चाहिँ नि एउटा सर्टिफिकेट हुन्छ नि त, टु हुम इट कन्सिडर समथिङ यस्तै लेखेर त्योवाला बनाउन पर्ने हुन्छ है। स्टेप 9मा बिएफएस एपोइन्टमेन्ट लिन पर्ने हुन्छ। बिएफएस एपोइन्टमेन्ट
कस्टली हुन्छ है अफकोर्स। त्यसमा चाहिँ नि तपाईँको 150 युरो तपाईँले एपोइन्टमेन्ट डेट बुक गरेको तिर्नुपर्ने हुन्छ। अनि प्लस तपाईँले डकुमेन्ट सबमिट गर्न जाँदाको दिन चाहिँ नि तपाईँले 150 युरो बराबरको चाहिँ नि नेपालीमै दिनुपर्ने हुन्छ, नेपालीमा उनीहरूको ब्याङ्कमा हालिदिनुपर्ने हुन्छ। सो यो सब भिएफएस अफिसभित्र नै हुन्छ, त्यही भएर यहाँ पनि तपाईँको खर्च अलिक बढी नै हुन्छ कि। सो भिएफएस डेट बुक गर्नु पऱ्यो, अपोइन्टमेन्ट डेट बुक गर्नु पऱ्यो, त्यो पैसाहरू सब रेडी पार्नु पऱ्यो है, 300 युरो जति त्यहाँ रेडी पार्नु पऱ्यो। अनि भिएफएसमा एउटा प्रिमियम भन्ने हुन्छ, एउटा नर्मल भन्ने हुन्छ है। प्रिमियमको फाइदा भनेको चाहिँ तपाईँले एउटा छुट्टै कोठामा राख्छ अनि कफी र बिस्कुट खाना दिन्छ है। त्यहाँभन्दा बढी त मैले केही सुविधा देखेन है, सिमिलर नै देखेँ। सो मैले त प्रिमियम सजेस्ट गर्दैन, 5000 तपाईँले त्यहाँ बचाउन सक्नुहुन्छ है। त्यो आइडेन्टिटाको माल्टाको वेबसाइटबाट चाहिँ नि त्यो भिजाको एप्लिकेसन फर्म डाउनलोड गरेर त्यहाँ फिलअप गर्नुपर्ने हुन्छ। अनि त्यसपछि पासपोर्ट साइज फोटो पनि चाहिन्छ। त्यो भिएफएसको तलतिर थियो है, फोटो खिच्न माल्टाको लागि भनेपछि उनीहरूले खिचिदिन्छ। त्यो फोटो खिचेर त्यहाँ फर्मभित्र गरेर फर्म फिलअप गरेर चाहिँ नि तपाईँ बुझाउनु पर्ने हुन्छ है। डकुमेन्टहरू सब यहाँ मैले जति पनि भने त्यसको अरू डकुमेन्ट पनि हुन्छ, जस्तै तपाईँको पासपोर्ट चाहिन्छ है। अनि त्यसपछि आइएचपिटी छ भने चाहिँ त्यसको डकुमेन्ट पनि हाल्नुपर्ने हुन्छ। र गिने चुने यति डकुमेन्ट मेन भनेको जति पनि मैले भने त्यही डकुमेन्ट है। त्यसमा एडिसनल के डकुमेन्ट हुन्छ भन्दाखेरि तपाईँले मोस्ट इम्पोर्टेन्ट भनेको तपाईँले ब्याङ्क ब्यालेन्स र ब्याङ्क स्टेटमेन्ट चाहिन्छ। यी दुईवटा भनेको मोस्ट इम्पोर्टेन्ट किन भन्छु भन्दाखेरि सायद यहीँ हेरेर नै भिजा दिइरहेको हुन्छ होला है, मेबी। किनभने डकुमेन्ट त एकदम सजिलो छ है, जसले नि बनाइहाल्छ डकुमेन्ट त लगभग 5-6 दिनमा सब डकुमेन्ट रेडी हुन्छ है। त्यही भएर ब्याङ्क ब्यालेन्स र ब्याङ्क सर्टिफिकेट मैले किन यो लिस्टमा हालेन भने यो इम्पोर्टेन्ट भएर कि लास्टमा मैले राख्छु ताकि तपाईँलाई याद होस्। तपाईँसित यदि राम्रो स्टेटमेन्ट छैन भने अहिलेदेखि प्रिपेयर गर्न सुरु गर्नुहोस्, बरु 3 महिना ढिलो एप्लाई गर्नु, तर यो 3 महिना चाहिँ तपाईँको ट्रान्जेक्सनहरू खेलाइरहनुहोस्, ब्याङ्कमा आदान प्रदानहरू गरिरहनुहोस् है, त्यही भन्न चाहन्छु। अनि त्यसपछि अर्को एकोमोडेसन माल्टा आएर कहाँ बस्ने त, त्यसको प्रोपर डकुमेन्ट तपाईँले बनाउनु पर्ने हुन्छ है। सकेसम्म फेक नबनाउनु होला, जेन्युन बनाउनु होला है। किनभने जति पनि रिजेक्सन हुन्छ यही एकोमोडेसनलाई लिएरै हुन्छ कि रिजेक्ट। त्यही भएर तपाईँले सक्नुहुन्छ भने जेन्युन 14 दिन यहाँ आएर कहाँ बस्ने, होटेल छ भने होटेल हुन्छ, अथवा कोही माल्टामा छ भने चिनेको छ भने उसलाई एउटा एग्रिमेन्ट हुन्छ नि बनाइदिन भन्ने, त्यो गर्नुभयो भने तपाईँको भिजा लाग्ने चान्स हुन्छ है। सो यो सबै एग्रिमेन्ट मेरो केसमा चाहिँ नि कलेजले दिएको थियो है, 15 दिनको कलेजले दिएको थियो, त्यही भएर त्यस्तो डकुमेन्टहरू बनाउनु परेन। तर यति भन्छु, फेरि पनि भन्छु, एकोमोडेसन मोस्ट इम्पोर्टेन्ट है। यो सबैलाई थाहा छ, कन्सल्टेन्सीहरू सबैलाई थाहा हुनैपर्छ है यदि उनीहरूलाई माल्टाको बारेमा थाहा छ भने। भनेको एकोमोडेसन हुन्छ, ब्याङ्क स्टेटमेन्ट र ब्याङ्क ब्यालेन्स हुन्छ, त्यसपछि इन्सुरेन्स हुन्छ है। मेन यो 3टा डकुमेन्ट तपाईँले राम्रोसित बनाउन सक्नुभयो भने तपाईँको भिजा लाग्ने चान्स हुन्छ। तर तपाईँ इङ्ग्लिस बोल्न जान्नु पऱ्यो, इन्टरभ्यू फेस गर्न सक्नु पऱ्यो, यति नै हो प्रोसेसहरू है। यहाँभन्दा बढी केही नै हुँदैन है, तपाईँ ढुक्क भएर बसे हुन्छ, यहाँभन्दा बढी केही जात नै हुँदैन। किनभने मलाई थाहा नि त, म भर्खर एप्लाई गरेर आएको, प्लस मेरो दाइको पनि मैले एप्लाई गरिदिइरहेको छु कि गाउँको दाइको। सो त्यो दाइले नि आफै डकुमेन्ट बनाएको के, आफै कतैबाट केही सहयोग नलिकन आफै डकुमेन्ट बनाएको। सो त्यही भएर त्यो दाइको आइडिया, त्यो दाइले भनेको र मैले खुद गरेको भएर मलाई आइडिया भएर मैले यो डकुमेन्ट भनेको छ। अनि अर्को कुरा के एड गर्न चाहन्छु भने माल्टामा कहिले पनि भिजाभन्दा अगाडि कुनैले नि ट्युसन फी लिँदैन है। त्यो 50% लिन्छ भनेर पैसा लिग्ला त्यो नदिनु होला है, त्यो नदिनु होला भन्छु। अरू त के भन्ने, त्यति नै हो। सो ठ्याक्क 10-9 मिनटको जति भिडियो भएको छ है। सो यहाँसम्म हेरिदिनु भयो, एकदम धन्यवाद भन्न चाहन्छु। हेरिरहनु होला है, साथ दिनु होला, त्यही भन्न चाहन्छु। सो बाई बाई।